साथीहरू फेसबुक टिकटकतिर यो सनस्क्रिन चाहिँ एकदमै भाइरल भइरहेछ हैन। अनि यो क्रिम लगाउने तरिका पनि हामीलाई सिकाइराखेको हुन्छ क्या है। यो सनस्क्रिन लगाउने यसरी लगाउने, यो लगाएपछि अरू पनि लगाउने भन्छ हैन। हामी गाउँघरमा बस्ने दिदीबहिनीहरू चाहिँ यो पनि लगाउँदैनौँ हैन। प्रायःजसो हामी चाहिँ अब कतै जान छ, बजारतिर जान छ, मेला महोत्सव जान छ भने मात्रै प्रयोग गर्छु। अनि कसरी लगाउँछौ त भन्दा हामीले के अब भिडियोमा चाहिँ टिकटक फेसबुकतिर चाहिँ के भन्छ, यसरी निकाल्ने हैन, यसरी टक्क लाएर अझ यहाँ राख्छ क्या हैन। हामीले चाहिँ यतै राख्छौँ। अनि यो क्रिमलाई चाहिँ हामीले फेसबुक के भिडियोमा चाहिँ के भन्छ, यसरी एउटा औँलाले लाउने भन्छ है, यसरी लगाउने भन्छ, नभए दुईवटा औँला प्रयोग गर्ने भन्छ हैन। यसरी लाउने भन्छ। हामीले चाहिँ झ्याउ लाग्छ क्या यसरी लाउन हैन। यसरी यसरी मिलाउँदा मिलाउँदा झ्याउ भइहाल्छ। हामी चाहिँ यसरी छिटो छरिटो जताकतै पनि लाग्यो हैन। अब एकदमसित काहीँ औँलाले थिच्नु पनि नपर्ने, समय पनि नलाग्ने हैन, छोटो छरिटो छिट्टै हामी चाहिँ छिट्टै मेकअप गर्छौँ क्या गाउँघरमा बस्ने मान्छेहरू। अब यो लगाएपछि हामी केही पनि लगाउँदैनौँ हैन। यस्तो हो, हेर्नु त कसले दुईवटा औँलाले थिचिराख्छ, यसरी यसरी एउटा औँलाले यसरी रोइ रोइ हातमा लियो हैन, अनि लगाइदियो, भयो र काम सक्यो। कसले यसरी मिचिराख्छ है साथीहरू, मेरो तरिका के, तपाईँहरू कस्तो गर्नुहुन्छ?